आज आइनले चाहिँ मलाई बिहानै उठाएको छ गाइस है। हेलो गाइस, वेलकम टु माई मिनी ब्लग है। अन्त आज चाहिँ आइनको फर्स्ट डे भनौँ न, हिजै थियो फर्स्ट डे तर भिडियो गर्नु पाइनँ। आज चाहिँ भिडियो गरिदिएको। आज चाहिँ आइनको फर्स्ट डे स्कुल भनौँ। पापा तुम ड्राइभरै भने कि त्यहाँदेखि चाहिँ अङ्कलले ड्राइभरलाई खराब भयो। ए दिमाग खराब भयो। यता त्यो गोपिन्छ टिफिन नानी लिनु छिटो हिँड न छिटो आयो बस। सो बस चाहिँ यहाँ मेन रोडमा जानुपर्छ कि बसको लागि चाहिँ। आयनको फर्स्ट डे स्कुल होइन नि के हो, सेकेन्ड डे हो कि फर्स्ट डे हो आज? टिफिन बोकेको हेर न केमा जाँदैन अरे? यता हेरेर भन न, यता हेरेर भन न केमा जाँदैन अरे? बसमा जाँदैन? के गरेको तिम्रो सिधा बोका राम्रोसँगले यस्तो छ। सो आयनको बस चाहिँ यहाँ अगाडि आउँछ गाइस है। बसमा चढाइदिनुपर्छ, स्कुल गइहाल्छ। ल्याउनु आउनु पिकअप एन्ड ड्रप छ दुइटै हो। त्यति चाहिँ राम्रो छ। तर उठ्नु चाहिँ बिहानै पर्छ 7:30 6 बजी उठ्नुपर्छ। के अरे थाक्यो? आम्मामा होइन ल बेग मुनि नराख न। गाडी पर्खाइ यस्तो छ, बसलाई पर्खिनु एकचोटि बसेर आयो नि। बसलाई पर्खिनुपर्छ नि, यो मेन रोडमा चाहिँ बसलाई पर्खिनुपर्छ। यहीँबाट चाहिँ बस चढ्छ आइनको नि। बसलाई पर्खिनुपर्छ नि। के साह्रो ढिलो आएको नि? ट्रेनले गर्दा नि यो पनि होइन। स्कुल बस चाहिँ एकछिन जान्छ यहाँबाट, यो पनि होइन हो। बिहान 6 बजी उठ्नुपर्छ आजकल त आइनले गर्दा। गाडी त्यस्तै छ ल। स्कुल बस आयो हाम्रो आइनको स्कुल बस आयो है। पर्ख न परै घुमाउँदैछ स्कुल बस। आइनको स्कुल बस यही हो, यहाँबाट घुमाउँछ। यही आइनको बस स्कुल बस। चढे ल चढ न बेग दिन्छु मै। बाई ल यसरी चढाउनु पर्छ हाइवेमा है। ल त